हजुर नमस्ते, मिनी ब्लगमा धेरै स्वागत छ। यहाँ सम्पूर्णलाई बिहान भेटिरहेको छु है। एकातिर दाल बसाइदिइसकेको छु, यहाँ चिया चाहिँ मैले बसालिदिएँ सबैजनालाई होइन, किनभने चिया नै पिएको छैन। किचन काउन्टर टप सबै सफा गरेर र चियामा चाहिँ चिनी चियापत्ती जे जति चाहिन्छ आफ्नो अड्कलले मैले यहाँ चाहिँ राखिदिइसकेको छु। अनि यतापट्टि दालमा सिटी पनि लगाइरहेको छ र अनि यो काम चाहिँ मैले गर्दा गर्दै छोडेर गइदिएको थिएँ कि कस्तो चिया खानु मन लागेर। अनि यो बिस्ताराहरू चाहिँ सबै मैले फेरिदिएको थिएँ आज तन्नाहरू। यतापट्टिको अर्को ठुलो बेडमा पनि तन्ना सबै फेरफार गरिदिएँ है। र यो पुसपास गरी धुलोहरू कति हो कति आज भोलि होइन, धुलोको सिजन हो नि त। यो सिरानीको खोलहरू सबै फेरफार गरिदिएर यो कोठालाई पनि ट्याकटुक्क च्याटचुट्ट हेर्दाखेरि कि एकदमै आफू घरिघरि आइरहनु पर्ने। अनि त्यो कोठा भद्रगोल देख्यो भने त दिनैभरि दिमागै भद्रगोल भइरहेको छ कि, त्यही भएर च्याटचुट्ट सफा गरेँ। अनि यो धुने कपडाहरू चाहिँ बाबुलाई बाहिर लगाएर राख भने होइन, छोराछोरी ठुलो भएपछि घरिघरि काम लगाउनु सजिलो हुने कि फेरि। ल यहाँ चिया पनि पाक्यो, त्यति काम भ्याउँदा भ्याउँदै होइन। अनि आज चाहिँ केटाकेटीलाई चिया र बिस्कुट दिन पऱ्यो भनेर लागेको। नानीले यति झगडा गरी कि होइन बाबा, त्यो भयभरको चिया बिस्कुट जति सबै आफूले मात्रै खाने अरे त्यो बिस्कुट, दाजु चोइलाई नदिने भनेर त्यसलाई मिलाउँदा मिलाउँदा आफ्नो चिया सेलायो। अनि चिया मैले पनि पिएँ होइन। अनि म बारीतिर आएँ, तरकारी यसो के छ त हेर्नु पऱ्यो भनेर। फर्सीको मुन्टा अलिअलि लरकलुरुक भएको रहेछ, यसैलाई टिप्यो है। अनि यसैलाई परकपुरुक पारिदिएपछि एउटा भइहाल्छ होइन। अनि बाहिर आएको बेलामा बाहिरको इधर उधर काम के कति हुन्छ त्यो सबै मैले गरि पनि हाल्छु, भ्याइ पनि हाल्छु कि। अनि हिजो बेलुका नै यो कपडा धुन मैले राखिदिएको थिएँ। कपडालाई घाममा मैले सुकाइदिइहालेँ, 1-1.5 घन्टामा सुकिहाल्छ। बिहानको घाम हेर्नुहोस्, यस्तो टाउको फुट्ने घाम चरक्क छ चितवनको त के भन्ने र बसी खानै हुँदैन अब गर्मी लागेपछि त। र अलिअलि धुन भएका कपडाहरू थिए तिनलाई पनि मैले मसिनमा राखिदिइहालेँ। र यो तुलसीको मुठलाई पनि च्याटचुट्ट सफा गरिदिएर जलसल ट्याक्क मैले राखिदिइहालेँ, अहिले पूजा गर्न सजिलो होला लिएर भनेर। अनि त्यही अघि टिपेको 1 मुठी जति फर्सीको मुन्टा निस्केको थियो, यसैलाई चाहिँ पखाल पुखुल धोइ पखाली गरेँ के गरेर, त्यसैलाई चाहिँ केलायो गरेर यसैलाई फरक जे गर्ने हो मैले गरिदिएँ। एउटा प्याज राखेर अलिअलि पल्लाङ पुल्लुङ पारिदिएको, मिठो हुन्छ। धेरै बेर पकायो भने मिठो हुन्न होइन। अनि यही कराईमा फेरि दाल पनि झालिदिएँ मैले, 2 चम्चा जति घिउ, जिरा, त्यसपछि प्याज एउटा राखेँ, एउटा टमाटर राखेँ, पल्लाङ पुल्लुङ पारिदिएर लरर दाल माथिबाट राखिदिएँ। कालो दालमा चाहिँ असम्मै सुहाउँछ घिउ। अनि त्यसपछि अदुवा कुटेर राखे नि हुन्छ, यसरी कोरेर राख्यो भने पनि अचम्मै मिठो स्वाद आउँछ। र यो दाल लरर पारिदिइहालेँ। अनि यो चाहिँ हिजो बेलुकाको तरकारी सजेन र आलुको तयार भयो है। अनि त्यसपछि टाउको पनि नुहाउनु मन लाग्यो मलाई, चिरचिर भयो कि गर्मी भयो जस्तो भयो। अनि टाउको फेरि नुहाएँ मैले, बिहान एकचोटि जिउ नुहाएको मैले। अनि माथि आएँ, यो माथिको मेरो सानो लिभिङ रुम छ कि यहाँ पनि। अनि म चाहिँ यो घरमा चाहिँ घुमघाम गर्ने क्रममा चाहिँ जहाँ जहाँ पुगेको हुन्छु त्यहाँ इधर उधर कामहरू चाहिँ सबै बिहानलाई ट्याकटुक्क पारिसकेको हुन्छु कि। र ढोकाहरू सबै खुल्ला थियो, बन्द सन्द गरेँ के गरेर। मन्दिर फेरि पुछेँ मैले, बिहान पुछेको एकचोटि, फेरि पुछ्न मन लाग्यो मलाई, पुछेँ। चिसो भयो भने छुट्टै किसिमको आनन्द आउँछ नि त, त्यही भएर खै कुनी किन हो मलाई त्यस्तो लाग्ने कि है। अनि देउताको जलहरू सबै राखेको थिएँ, इधर उधर सबै मैले लिएर गएँ होइन। अनि यसरी चाहिँ मैले भगवान्लाई चाहिँ सजाउन सुरु गरेको छु। नानीलाई खानासाना खुवाएर आफ्नो काममा पूजामा बस्यो भने चाहिँ त्यसले चाहिँ डिस्टर्ब गर्न आउँदैन, दुःख दिने कि मलाई। त्यही भएर चाहिँ त्यसलाई चाहिँ खुवाइदिइहाल्छु, छिटो नै पकाइहाल्छु त्यही भएर। अनि त्यसपछि अब खुबै धेरै धुमधामले पूजा गर्न त म जान्दिनँ साथीहरू, त्यही